ब्लगिङमा आउँछ नि तपाईँको च्यानल यहाँ चाहिँ अब भाइको यहाँ टिभीको सब्स्क्राइब गरेर जा एउटा दिनु पर्यो नि त नि बनाएर अनि एकैचोटि हामीलाई पनि पठाउनु होला सबैको ल हाई भनिदिनु आजको स्पेसल हाम्रो छोरी है सानीलाई हाई गरिदेऊ अङ्कललाई ल त्यही नै खिच्ने हो यहाँ चाहिँ कसले कति ल्यायो भन्दै यो जमघटको मेन अब यिनी नै हो यिनी सर्विकाले गर्दा आज सर्विकाले गर्दा सर्विकाले गर्दा सबैजना भेट्ने पानी भन्यो आज फोटो आयो फोटो यो चाहिँ भ्लगमा आउँछ ट्याक्क चाहिँ ए भाइरल हुन्छ क्या भल भाइरल हुन्छ देखेन चिया नै कति तल हो ल मलाई यो यता देऊ पेटमा यता ल ल यस्तो गरेर त सङ्घाले ल विवेक दाइले चिया पकाएको मेरो यहाँ चाहिँ पाककलाको सुरुवात चियाबाट भयो सबैजना विशेष इन्सपिरेसन मेरो चियाको लागि ज्योति भाउजू होइन नि आई एम सिस्टर कसरी सिस्टर हुनु हो त आई एम सिस्टर हजुरको भाउजू भएको सबैको भाउजू हुनुपर्छ म तिम्रो म मामा कसरी भयो टेल मी जनता टेल मी कसरी भयो त्यसरी सिस्टर उहाँको उहाँ सम्धि कसरी हुनुभयो टेल मी दिनु भएको नि त बजारमा किन्ने चलन नै छैन दुई चारवटा सेट दिनुपर्छ कपडा दिएर पठाउनु पर्छ क्या फेरि अर्को वर्षमा आउँछ त्यो त मल्टी च्यानल भनेको उहाँलाई चाहिँ हो ए चिनियो नि मनिषा तपाईँ बिर्सिनु हुँदो रहेछ फिटका हिसाबले नापेर दियो भने चाहिँ उसले चाहिँ के चाहियो तपाईँलाई चाहिँ अब उच्च स्तरीय चाहिँ जे पनि सिलाइन्छ बिजनेसै खोल्नुपर्छ क्या एउटा होइन यो मूल्य दिने वस्तुलाई हो अमूल्य वस्तुलाई बिजनेस होइन यो चाहिँ पैसामा किन्नै सकिँदैन यो चाहिँ त्यस्तो खतरनाक नारायणजीको नामै गाली त्यस्तो भन्न खोजा होइन के भयो साङ्गीतिक माहौल त होइन होइन केही छैन गर्नु यस्तो चाहिँ यो ल पहिलो तहमा चाहिँ यो बनिसकेको छ एकदम ओहो क्या बात ए ल म्याडमले निकालिहाल्नुहुन्छ कहाँ यो पुतली नमस्कार सबैजनालाई आज चाहिँ हामी भेन्यू ल जाने बेला भइसक्यो अब रेडी भएर आउने सी यु आफ्टर अ ब्रेक ल ए हाम्रो भिनाजु पनि यहाँ चाहिँ ल सी यु एट द केक लिएर जाने कार्यक्रम मलाई यो एकदम ठुलो जिम्मेवारी दिनुभएको छ केक सम्हाल्ने एकदम डर लागिरहेको छ तर आई विल ट्राई माई बेस्ट आई शुड डू इट बेस्ट लेट्स सी लुक सो प्रिटी एन्ड थिङ्स Oh yeah, go ahead. See you. Let's go. Dreams slide.
सरी स्टेपल राखेर खिच्छ है ल ल केक आयो फ्रिज कता छ फ्रिज फ्रिज त्यहाँ भित्र छ दबाई खोल्दियो त आउँछ है खुल्लो रहेछ यार केक त म त्यहाँ खुल्लै रहेछ त म त ऐना भन्ने सोचिरहेको दुईटै खुल्ला थियो त ए तिम्रो त्यो होइन उता पनि छ तर उता फ्रिजर होला आई गेस अच्छा वेट गयो ठिक छ ल फ्रिजर हाम्रो अफिसले यस्तै फ्रिज छ मैले एकदम झुकेर यहाँ नभएर यहाँ हालिदिएको खाना त फ्रिज भएको कि स्क्याम खाइसकेको छु मैले अब यस्तो फ्रिज हाई भन्नु भाइ खन्नाजी खन्नाजी तिमी चाहिँ के हो सन्नाजी शर्मा उसको नि खिच्थ्यो ला कति प्रिटी भएको तिमी हाई भन डान्स गरिदेऊ त्यो ढङ्ग डान्स गरिदेऊ नि डान्स गर तिमी ल ताली ल सोफामा गएर बसौँ सोफामा गएर ट्याक्स गर ल यहाँ पे भलक आयो भलक कहाँ छोरी भन्दा अगाडि आएको अलि त कस्तो लागिरहेको छ तिमीलाई हामी पनि नानीसँग फोटो खिच्न जान पर्छ जस्तो लागिरहेको छ को हामी भनेको हामी भनेको भर्जिनिया टेकबाट आएको टोलीहरू ए ल उताबाट भाइ उता जानु ल एकदम भाइ कतिवटा आइटम हो खोलो खोलो के खाने त अब मैले त निकाल्न सक्दैन जाउँ गरौँ यता हो है सो त्यसै ल यो त लेखेकै छैन त ल सरप्राइज सरप्राइज यो त लेखेकै छैन खै त्यो एउटै जस्तो यो नलेखेको हेर्दा भयो नि सरप्राइज ओ पुलाउ त्यसै एउटा पुलाउ भित्र राखौँ It's time to eat. Dude, पढो के गर्नु न पापड फुटाल्नु न तपाईँ त
बटर नान पनि देखेको मटर पनीर हो मटर पनीर ओके द्याट्स ऑल भेज थाली धेरै पो देखियो मलाई सब केटीहरूले निकाल्दै भनेर अनि तिनीहरूलाई कलेज मम भन्ने पठाइदिएँ
जाउँ न बिस्तारै गर्छ डांस बहुत बढ़िया बा आपका बहुत बहुत सुपर लास्ट साथी मजा कुर्सीहरू ढलिसकेका थिए तर फेरि उठाएर राख्यो। यति धेरै त नेपालमा हुँदा नाचेको हो अनि तिजमा पनि अहिले नाच्यो होला त्यसपछि त अहिले मजा आयो मजा थाक्यो। मेरो पैतालामा फोरा उठ्यो होला नि तर मतलब छैन नाच्न पाएछु र मसँग नाच्नमा साथ दिनु हुने मेरा ब्ल्याक स्वर्डका टोलीहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु। उहाँ पनि यता नमस्ते गरिदिनु पऱ्यो। हजुर नमस्ते गरिदिनु मसँग नाच्ने ब्ल्याक स्वर्डका टोलीहरू अब यो कार्यक्रम सकिसक्यो हामी यहाँबाट निस्किन लाग्छौँ। तपाईँहरूलाई हामी अर्को भ्लगमा भेट्नेछौँ। यो भ्लग हजुरहरूले रमाइलो मान्नुभयो होला भन्ने आशा गरेको छु। नमस्कार, हजुरको दिन शुभ रहोस्।